यहाँ सम्पूर्णमा वैदेशिक रोजगार जानु पहिले नै केही कुराहरुमा ध्यान दिने विषयमा तपाई हामी आज विशेष कुराकानी चर्चा गर्नेछौं। पहिलो कुरा त तपाई हामी घरदेखि काठमाडौँ आउने अनि कसैलाई पासपोर्ट छोड्ने, त्यसपछि हामी घर फर्किने, अनि घर फर्केको केही समयपछि फोन आउँछ, ल तपाईको भिसा लाग्ने भयो। भिसा लाग्नु पहिला तपाईले 50,000 देखि 1 लाख रुपैयाँ डिपोजिट गर्नुपर्छ, नत्र तपाईको काम हुँदैन भन्ने जस्ता विभिन्न खालका बहानाबाजीलाई एकै ठाउँमा राखेर तपाई हामी आज विशेष छलफल गर्नेछौं। वैदेशिक रोजगारमा जानु अगाडि अथवा भिसा लागेको अथवा वर्क परमिट आएको कसरी थाहा पाउने, आज यही विषयमा छलफल गर्नेछु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर एक लाइक गरेर सपोर्ट गर्नु होला, किनकि यस्तै जानकारीमूलक भिडियो तपाई कहाँ छिटो भन्दा छिटो आउने गर्दछ। आज कुरा गरौँ आजको विषयवस्तु र सबैभन्दा पहिला त यो वैदेशिक रोजगारको लागि भिसा चेक गर्ने र वर्क परमिट आएको नआएको थाहा पाउनको लागि यो एप्स लन्च गर्नुहुने रोशन श्रेष्ठ अर्थात् खोज समाचारका सञ्चालक रोशन सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने हुन त यो हामीले वैदेशिक रोजगारको आधिकारिक पेजमा गएर पनि भिसा चेक गर्न सक्छौं, तर पनि त्यो भन्दा पनि अझ सजिलो गरेर रोशन सरले एउटा एप्स लन्च गर्नुभएको छ। झन्डै 19-20 वटा देशहरूको भिसा वर्क परमिट आएको कसरी थाहा पाउने र केही तपाई हाम्रो पैसा खाएर लामो समय झुन्ड्याइदिने अथवा केही तपाई हामीलाई दुःख दिनेहरूबाट कसरी बच्ने त म तपाईहरुलाई सम्पूर्ण जानकारी यसै भिडियो मार्फत दिनेछु र म तपाईहरुलाई स्क्रिन शेयरमा देखाइदिन्छु कसरी हामीले भिसा चेक गर्ने र कसरी यो सम्भावना छ। आज त्यही विषयमा म यहाँहरुलाई सबै कुरा यो मोबाइलमै तपाई हामीले हेर्न सक्छौं। त्यसको लागि सिम्पलली मैले स्क्रिन शेयर गरिरहेको छु, यहाँ माथि हेर्न सक्नुहुन्छ। प्ले स्टोरमा जानुहोस्, प्ले स्टोरमा गइसकेपछि सर्चमा गइसकेपछि रोशन श्रेष्ठ नाम सर्च गर्नुहोस्। यसरी देखाउँछ, रोशन सरको फोटो नै देखाउँछ। यो मैले अलरेडी डाउनलोड गरिरहेको छु, यहाँ ओपन देखाएको छ। यसरी नै तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ एपलाई। भने मैले एपलाई डाउनलोड गरिसकेपछि यहाँ आइसक्यो। यसपछि यो एपलाई ओपन गर्नुहोस्, यस्तो खालको फिचरहरु खुल्छ एकपटक। यसरी हेर्नुहोस् र सर यहाँ केही समाचारहरु हामीले अथवा उहाँहरुसँग सम्पर्क गर्न खोज्यौ भने हैन, भिडियोहरु हेर्न सक्यौ भने खोज्यौ भने अथवा गृह पृष्ठ उहाँको विषयहरुमा यहाँ सबै कुराहरु यहाँ पढ्न पाइन्छ। यतातिर गएर भाषा पनि परिवर्तन गर्न सकिन्छ र यसमा अलिकति स्क्रल डाउन गर्नुबित्तिकै नेपाली पात्र पनि तपाई हामीले यही नै हेर्न पाइ सकिन्छ। त्यसपछि नेपाली मिति परिवर्तन भन्नुभएको छ। नेपाली मिति परिवर्तन भनेको के हो भने सनलाई विक्रम सम्वतलाई सनमा तपाई हामीले सजिलैसँग कन्भर्ट गर्न सक्छौं एप्सबाट। र त्यसपछि कन्सुलर र भिसा जाँच लिङ्कहरु भन्नुभएको छ। फेसबुक सम्बन्धी जानकारी, मतदाता नामावली हेर्नका लागि राष्ट्रिय परिचय पत्र नम्बर हेर्न नेपाल सरकारको लिङ्क त्यो पनि तल राखिदिनु भएको छ। एउटै एपबाट हामीले धेरै कुराहरुको जानकारी लिन सक्छौं। अब भने विशेष गरेर तपाई हामीलाई भिसा चेकको विषयमा कुराकानी गर्नेछौं। त्यसको लागि कन्सुलर भिसा र भिसा जाँच लिङ्कमा तपाईले क्लिक गर्नुहोस्। क्लिक गर्नबित्तिकै तपाई हाम्रो यस्तो खालको फिचर खोल्छ, देख्नुहोस्। विभिन्न देशका अजरबैजान भिसा, कुवेत, साउथ कोरिया, अल्बानिया, अस्ट्रेलिया, बहराइन, इन्डोनेसिया,
जस्ता विभिन्न देशहरूका यहाँ झन्डै 19 वटा देशहरूको भिसा चेक गर्न सकिन्छ। त्यसको लागि सिम्पल्ली तपाईँ कुन देश जाँदै हुनुहुन्छ अथवा कुन देशमा भिसा लगाउनु भएको छ तपाईँले त्यही देशलाई क्लिक गर्नुहोस्। यसरी यहाँ भिसा चेक, वर्क परमिट चेक आउँछ। भिसा चेकमा क्लिक गर्नुहोस् र यसरी भिसा नम्बर अर्थात् पासपोर्ट नम्बर यहाँ थिच्नुहोस्, नेटनम्बर यहाँ थिच्नुहोस्। तलतिर छ यो पोस्टमा देखाइएको यो कोड नम्बरहरू छ, यो कोड यसैमा राखेर तपाईँले सबमिट गर्न बित्तिकै तपाईँको भिसा लागेको नलागेको आधिकारिक रूपमा तपाईँको नाम, फोटो, कम्पनीको सबै कुरा खुल्छ। तर यहाँ मसँग अहिले पासपोर्टको नम्बर नभएको मैले राखेको छु, तपाईँलाई यो जानकारीको लागि मात्रै देखाएको छु। र अर्को कुरा छ वर्क परमिट। वर्क परमिट सेम मेथड, यसरी नै तपाईँले भिसा पासपोर्ट राख्ने र अनि यो तल 951 तपाईँले यो पोस्टमा राखेर सबमिट गर्न बित्तिकै तपाईँ हामीले भिसा आएको अथवा भिसा लागेको, वर्क परमिट आएको नआएको थाहा पाउन सक्छौँ। र यसरी चेक गर्यौँ भने तपाईँ हाम्रो पैसा पनि नफस्ने, तपाईँ हामीले दुःख पनि नपाउने र तपाईँ हामी कुनै व्यक्तिलाई होइन पासपोर्ट एउटा भरपर्दो मेन पावरमा गएर तपाईँले आधिकारिक मान्छेसँग भेटघाट गरेर पासपोर्ट दिनुहोस्। र पैसा बुझाउनु पहिला तपाईँले यसरी नै मैले जुन स्टेपमा गएर भिसा चेक गर्ने अथवा वर्क परमिट चेक गर्ने भनेको छु त्यसरी नै चेक गरेर पैसा बुझाउनु होला। त्यो भनेको आधिकारिक भयो, ढुक्क भयो। तपाईँले कुन कम्पनीमा जाँदै हुनुहुन्छ, के काममा जाँदै हुनुहुन्छ, त्यो सबै कुरा, त्यो कम्पनीको नाम त्यो भिसा पेपरमा पनि देखिन्छ। तपाईँको स्किल के हो, तपाईँ कुन क्याटेगोरीमा जाँदै हुनुहुन्छ, त्यो सबै कुरा त्यसमा लेखेर तपाईँको नाम पासपोर्ट सहित आउँछ। यसरी तपाईँ हामीले कुनै पनि दलालहरूबाट, कुनै पनि एजेन्टहरूबाट बचाउनका लागि यो भिडियोलाई सक्दो सेयर गरेर सबैले यसरी नै चेक गर्न सिकाउन सबैमा यो भिडियो पुर्याउँदै गर्नुहोला। सबैले सेयर गरेर, लाइक गरेर सबै कहाँ पुर्याउनु होला। आगामी यस्तै जानकारीहरुका लागि तपाईहरुमाझ आउने छु। भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।